हेलो गाइज वेलकम टु माई च्यानल। अहिले चाहिँ म मिसिना जाँदै छु होइन। अहिले चाहिँ मिसिना जाँदैछु म। यो मौसम पनि लास्टै मौसम बनाएर खाने मौसम भन्नु होला। यो आजको उके यो बादल पनि यस्तो कालो के पुरै होइन। आजको दिन चाहिँ लास्टै चाहिँ हावा फेरि लाग्छ। सबै अवश्य देख्छ सबै गाई। हल्का म तल बसी गर्नु छु गाई देखाउनु छु। हेलो गाइज म चाहिँ तल आइसक्यो हल्का होइन। यी देख्न सक्नुहुन्छ हावा फिर लगाइरहेको छ। सनमान त्यस्तै आएर अलिअलि पुरै कस्तो लाग्यो भने के भन्ने के गाई। लास्टै जाडो नि अलिअलि भए त हुन्छ तर यस्तो रगतै जमे जस्तो भएको होइन। देख्न सक्नुहुन्छ। अब चाहिँ म जाँदै हो तल मिसिना जाने बाटो चाहिँ यो चिप्लो हब लोड्दै जानुपर्छ। अब म चाहिँ लागिसकेँ गाई होइन। अब म उ गर्दैछु हजुर। यहाँ म चाहिँ हिँडेको छु गाई चामल पिसाएर होइन। यस्तो जाडो नि चामल पिसाउने हिँडेको छ होइन। कोलाई जानुपर्छ गाई भनिदिनु होला। लास्टै जाडो के यो हावा पनि फेरि लाग्छ गाई भनेको क्या होइन। यस्तो छ यी होइन। यी अब म चाहिँ यताबाट जानु लगाएको यताबाट जाने हो। खतरा हो क्या हाम्रो गाउँको बाटो त हेर्नु न यी यस्तो हो कि मोटर बाटो जानु उन्टो गर पानी पर पुरै कस्तो धुलोभरि मुर्छ धन्न होइन। अहिले मैले त मोटर बाटो देखाइदिन्छु अलि गाई टेन्सन नगर्नु भन्ने कि होइन। अलि कता पानी पऱ्यो होला। आज त पानी पऱ्यो होला। त्यस्तो खोलो बन्ने पानी त परेन। त्यो प्यारो पऱ्यो त्यही धुलो मात्र गरेको कि अलिअलि मार्दैको होइन। त्यस्तो खेताथ्यौँ हामी पानी पर्दाखेरि चाहिँ होइन। अनि घर आउँदाखेरि चाहिँ हल्का भिजेको थियो अलिअलि त्यही भएर अहिले चाहिँ चामलको धोक रही गाइज होइन। यस्तो टेन्सन झ्याउ हुन्छ नि होइन। सब्सक्राइब नगर्दा भन्ने क्या गर्नु नै यार। जति भ्यू जान्छ त्यति सब्सक्राइब आउनु न भन्ने हुन्छ तर अनि गाइज यी धुलो चाहिँ सबै मार्दै है यी गाई यो धुलो यी होइन। पुरै यस्तो नदेखेर होइन हल्का फुल्का उ हो के त्यही यो नदेखेर तर धुलो यो सब धुलो क्या यो सबै धुलो गाइज होइन। अब यो ठाउँलाई चाहिँ अब जामथोम भन्ने ठाउँ पनि आउँदैछ होइन। जामथोम भन्ने ठाउँ हुन्छ अब लास्टै यो पानी पनि के परेछ पेरेर के परेछ गर्छ खेत मसिलो हो के पुरै मसिलो भिजेर कस्तो भयो होला। अब लिजानु नि गोरुङ हुन्छ एक्लै जानु नि सकिन्न टाढै छ होइन। हावा त अझै ल्याएर अनि त हावा त पुरै टिनभरि उक्काएर सिलपाटी त्यहाँ मन्दिरमाथिका घरभरि तिन छाउढुङ्गा सिलपाटी के भन्छन् तिनी सबै क्या तिनी झाएर पुरै त्यो घरको माथि त पुरै टक्ले भन्दै घरलाई त पुरै टक्ले भन्ने पुरै टक्ले भन्दै त्यहाँ यो यहाँबाट मुनि चाहिँ जामथोम भन्ने ठाउँ हुन्छ गाइस। अँधेर भयो कि तर अँधेर देखिरह राति भयो कि कति बजी भन्दाखेरि गाइस अहिले टाइम हेर्न चाहिँ गर्न मिलेन कति बजी यस्तै बजी होला नि 36 भयो रहेछ गाइज होइन। टाइम हेरेको 36 भयो टाइम 36 6:30 बजे भनौँ न 6:30 बजे यस्ता हिँड्नु परेछ नि होइन। स्कुलबाट आउने बाटो चाहिँ त्यही हो गाई त्यो ऊ पारी हो पारीबाट हिँड्छ गाई त्यो केलाई देखाउने होइन। उहाँ घर देखेन क्या हल्का मिलेन। हामी चाहिँ माथि जो हो क्या उहाँ जहाँ माथि जो जहाँ बत्ती बल्यो जस्तो नि देखेन क्या टाढी छ उहाँ बत्ती बल्यो जस्तो त्यो हो त्यति हो क्या त्यति हो क्या त्यहाँ बाँदरसिम होइन। अनि सबै हेर्नु बाँसो भाँचेको भने यस्तो अरू केलाई नभाँचोस् कि पुरै बाँसो अनि यो पुरै टुक्रा पारिदिएको के पुरै बाँस भाँचिदिएर सन पुरै कस्तो भनिदिएको के बाँसलाई नि होइन। यस्तै है यी गाइस यो चाहिँ ऊ हो वन भनौँ न यो चाहिँ वन हो गाइस। हामी त जामथोमतिर आइसक्यो अब लगभग जामथोम आइयो हामी चाहिँ अब जामथोम भन्ने ठाउँसम्म आइयो होइन गाइस। ल हामी चाहिँ तल आइयो यहाँ राईले अन्टी हुनुहुन्छ होइन तल चिम अनि त्यही भएर हो यहाँ भुलेको यसो जामथोम भन्ने ठाउँ चाहिँ अब कटिसक्नु लाग्यो होइन। हामी चाहिँ मिल्सीमा आइसक्नु लाग्यो पुरा पानी परेर अँधेरो अन्नकार दन्नकार भयो यस्तो नि बनाउनु पर्यो गाइस गर्ने होइन बाध्यता भन्ने के यस्तो है
गाइज झन् हामी चाहिँ मेसिन आएर फर्किसकेका छौँ। त्यो मेसिन चाहिँ डीमा छ होला होइन त्यही भएर मेसिनले जाउँ घरमा त्यही भएर भोलि आउने गाइज। ल अब चाहिँ घर जानु रात परिसक्यो राति यहाँ के बनाउने गाइज। ओके गाइज बाई बाई थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई।